यसरी गाडी ढलेछ टिकौलीको जङ्गलमा ड्याङल्याङै ढलेछ नि त नि यतापट्टि अर्को यस्तो अवस्थामा गाइज यहाँनिर टिकौलीको जङ्गलमा जाम किन जाम रहेछ भनेको त यता पङ्लाङै पल्टेछ ऊ गाडी त यसमा परदेखि जाम छ अनि त्यस पछाडि पानी परेको छ त्यही माथि गाडी जान हिँडेको हामी जाममा परियो तर फाइनल्ली खुल्यो अब हामी जान पाइयो तर खुलेको चाहिँ छैन हामी चाहिँ जान पाइयो बाइक हुनुको फाइदा अनि पहिला त एउटा यो मात्रै देखेको थियौँ क्या हामी अनि पछि त उता जाँदाखेरि त अनि गाडीहरूले छुकेको रहेछ नि त अनि उता गएपछि बल्ल देख्यो अर्को गाडी पनि त्यस्तो ध्वस्तै भएको रहेछ नि त कतिजना घाइते हुनुभएको छ अरे शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ बिहान बिहानै यस्तो देख्नु पर्यो जे होस् हामी